गाइस सलाम अलैकुम गुड मर्निङ बिहानको सबैको स्वागत छ मेरो मिनी ब्लगमा। अब जाँदैछु है, अगाडितिर अझै राम्रो हो। डबल तिरीको लोगो देख्दैछ पछाडितिर। मौसम त एकदम दामी रहेछ है। अब बिहानको मिनी ब्लगमा सबैको स्वागत छ। अलिअलि हामीलाई पनि सपोर्ट गर्नु है। यस्तो भेटाएपछि सब्सक्राइब गर्नु मलाई, मेरो पनि च्यानलको। यस्तै हो मलेसियामा। ठक्कै बेलुका गयो ड्युटी, 12 घन्टा पुरै ड्युटी गर्नु पर्यो। 12 घन्टा ड्युटी गरेर अब रुम जाँदैछु है। दामी रहेछ पुरै, यस्तो दामी छ बाटोहरू। बाटो कति चिटिक्क पारेछ, पुरै साफ छ। मलेसियामा सबैभन्दा पानी बढी पर्ने ठाउँ छ। एक ठाउँमा पनि हिलो भेटाउँदैन। पुरै खतरा तरिकाले विकास भएछ। हेर्नु, म पिच देखाउनु कोसिस गर्दैछु। हेर्दा कति दामी छ। गाडी त हावामा उड्छ यसमा। अब नेता राम्रो भएपछि त सबै ठिक हुन्छ। नेता नराम्रो भएपछि केही ठिक हुँदैन सर, केही ठिक हुँदैन। त्यस्तै हो नेताको कहानी। लुटेर खाने मात्रै हो, देशमा केही प्रगति गर्दैन। एउटा राम्रो खालको बाटो पनि बनाउनु सक्दैन। अब चोरेर खाँदा त्यहाँदेखि टाइम पाउँदैन त विकास के को गर्ने। यस्तै हो। त्यही भएर आजको लागि यति हो। कस्तो दामी छ। यो त नेता खान्छ, पैसा धेरै खाँदैन, बढी विकास गर्नुपर्छ। धेरै पैसा खाएपछि त फेरि त जेलभित्र पस्छ नि न। आफ्नो नेपालमा त जति पैसा खाएपछि जति राम्रो नेता बन्छ, अब नेपालतिर नेतै बन्नु पर्यो त्यस्तै लाग्छ है। आजको लागि